बच्चा बच्ची मारिएका थिएनन्। कहाँ मारिया थिए मान्छे? घरभित्र, स्कुलमा बच्चा बच्ची भएका ठाउँमा मारिया थिए कि संसद भवनमा आगो लाउन जाँदा, पर्खाल भत्काउँदा, फलाम काट्ने औजार बोकेर घरैबाट आएकाहरू गैँती बेल्चा बोकेर, झम्पल बोकेर, पर्खाल फोरेर, पर्खाल नागेर आगो लगाउन पुग्दाखेरि, प्रहरीमाथि हमला गर्दाखेरि मारिए। एउटा कुरा कुनै भ्रम राख्नु हुँदैन। अर्को कुरा, त्यहाँ कसरी युवाहरू मारिए, नवयुवाहरू मारिए। ती नवयुवाहरू, युवाहरू र बच्चा बच्ची भन्ने कुरा अलिकति फरक कुरा हो। त्यहाँ कुनै बच्चा बच्ची भनेर त्यस्तो घरमा बस्या बच्चा बच्ची वा थाहा नपाएका बच्चा बच्ची त्यस्तो मारिएको होइन। त्यो कुनै भ्रम फिजाउनु हुँदैन। अनि त्यहाँ त रणमैदान जस्तो थियो। त्यो रणमैदानमा गोली चल्यायो नि। कति बेर गोली चल्यो भन्दा, छेक्ता नछेकिएपछि, अनेक रोक्दा नरोकिएपछि, प्रहरीले गोली चलाउँदा नभएपछि, प्रहरी नै असुरक्षित हुने स्थिति बनेपछि, संसारभरि जहाँ पनि त्यस्तो स्थितिमा जे कामको, जुन ठाउँको, जुन संरचनाको रक्षा गर्ने भनेर प्रहरीलाई जिम्मा दिया हुन्छ, हो त्यस्तोमा प्रहरीले गोली चलाउँछ। अर्को, प्रहरीले गोली चलाउँदा कसैको माथिको आदेश पर्खिँदैन। तपाईहरुलाई के थाहा नभएको अहिलेसम्म जस्तो लाग्यो भने, प्रधानमन्त्री राइफल बोकेर गोली चलाउँदै हिँड्दैन। प्रधानमन्त्रीले गोली चलाउँछ? प्रधानमन्त्रीसँग आदेश लिन्छ प्रहरीले कहीँ? प्रहरीहरू यहाँ हुनुहुन्छ, नत्र भने एकजना अफिसरलाई बोलाएर तपाईहरुले सोध्नुहोस् त, प्रहरीले प्रधानमन्त्रीसँग आदेश लिन्छ गोली चलाउने बेलामा?